समुद्रको सतहमा मात्र होइन, यसको गहिराईमा छ अर्कै संसार। यहाँ अँध्यारो छ, चाप छ र छन् अज्ञात प्राणीहरू जसले मानिसहरूलाई हैरान पार्दछन्, सोच्नलाई पनि मजबुर पार्दछन्। आज हामी यसै अथाह गहिराईको यात्रामा निस्कन्छौँ। हामीले देख्ने समुद्रको माथिल्लो भागहरू जस्तै लहरहरू, सतहहरूको नीलो रङ मात्र यसको वास्तविकता होइन। समुद्रको सतह साधारण छ, तर गहिराई भने असाधारण छ। गहिराईमा एउटा पृथक विश्व छ जुन सतहभन्दा पूर्ण रूपमा फरक छ। अर्कै संसार भन्नाले एलियन वा फ्यान्टेसी होइन, तर वास्तविक तर अज्ञात जीवनलाई जनाउँछ। 1000 मिटरभन्दा तल सूर्यको प्रकाश पुग्दैन, जसलाई मिडनाइट जोन भनिन्छ। अँध्यारोले डर, रहस्य र जिज्ञासा जगाउँछ। गहिराईमा पानीको चाप इतिहासकै सबैभन्दा खतरनाक छ। साधारण रूपमा भन्नुपर्दा यहाँ यस्तो प्रेसर हुन्छ मानौ तपाईको छातीमा एउटा हिमाल राखियोस्। यति धेरै प्रेसर हुन्छ पानीको। त्यति मात्र होइन, यहाँ यस्ता प्राणीहरू छन् जसले मानिसहरूलाई हैरान पार्दछन्। उदाहरणका लागि हेर्ने हो भने एङ्गलरफिस, जायन्ट स्क्विड वा मेगलाडोन। यी प्राणीहरू कस्ता छन् त? यिनीहरू कसरी बाँच्छन्? नेपाली लोककथामा पनि अँध्यारो राक्षसहरूको कथा छ, तर समुद्रको गहिराईमा यी प्राणीहरूको वास्तविक छ। हाम्रो सगरमाथाभन्दा अझ गहिरो त समुद्र नै छ भन्ने कुरा यहाँहरूले विश्वास गर्न सक्नुहुन्छ? यो समुद्रको गहिराई, अँध्यारो र चिसोको यस्तो किसिमको दुनियाँमा यस्ता जीवहरू कसरी बच्न सकिरहेका छन्? कल्पना गर्न सक्नुहुन्छ यहाँहरू? यसको उत्तर रहेको छ यी सम्पूर्ण जीवहरूको शरीर चाहिँ बायोलुमिनेसेन्स नामक एक विज्ञानको चमत्कारले। अर्थात् तिनीहरू चाहिँ आफ्नै शरीरबाट प्रकाश उत्पन्न गर्न सक्छन्, यानि कि उनीहरूले आफ्नै बडीबाट पनि लाइट जेनेरेट गर्न सक्छन्। र यो किसिमको पावरले गर्दाखेरि उनीहरूलाई शिकार गर्न पनि सजिलो हुन्छ र शत्रुबाट लुक्न पनि मद्दत हुन्छ र शत्रुबाट बच्न पनि मद्दत हुन्छ। तपाईहरूले त सुन्नुभएकै छ होला हाइड्रोथर्मल भेन्ट्सको बारेमा। यी समुद्रको गहिराईमा रहेको प्राकृतिक ग्यास र तातो उत्पादन गर्ने चिम्नी जस्तै हुन्। यहाँको पानीको तापक्रम 400 डिग्री सेल्सियससम्म पुग्छ, तर यसै ठाउँमा ट्युब वर्म जस्ता जीवहरू बस्छन् जसले विषालु ग्यास खाएर जीवन बचाउँछन्। साँच्चै त्यस्तो विषालु ग्यास खाए तापनि उनीहरूको जीवन बचिरहेको हुन्छ। यस्तो अथाह जानकारी लुकिरहेको छ, यस्तो रहस्यहरू लुकिरहेको छ समुद्रको त्यो गहिराईमा। हामीहरूले चन्द्रमा र मङ्गल ग्रहको बारेमा चाहिँ बरु धेरै जानिसकेका छौँ, तर हामीले हाम्रो आफ्नै पृथ्वीभित्र रहेको समुद्रको बारेमा चाहिँ केही पनि जानेका छैनौँ भन्दा पनि हुन्छ। हामीले आफ्नै समुद्रको 95% भाग अझै पनि खोज गरिएको छैन। सोच्नुहोस् त, 95% त अहिलेसम्म खोजिएको छैन, मात्र 5% पत्ता लागिरहेको छ। यसको मतलब समुद्रको पेटमा अझ लाखौँ नयाँ प्रजातिहरू छन्, रहस्यमय पहाडहरू छन् र अज्ञात सभ्यताका अवशेषहरू छोपिएका हुन सक्छन्। समुद्रको गहिराईमा पुग्न अत्याधिक चापले गर्दाखेरि मानिसलाई रोक्दछ। प्रत्येक 30 फिटको गहिराईमा प्रेसर चाहिँ 1 एटमोस्फियरले बढ्छ। मरियाना ट्रेन्चमा प्रेसर 1000 एटमोस्फियर हुन्छ। यो प्रेसर यति हुन्छ कि मानौ तपाईको मुटुमा 100वटा हात्ती बराबरको वेट राखियोस्। के तपाईले ब्रिनिकलको बारेमा सुन्नुभएको छ? यो एउटा आइस स्टालाक्टाइट हो जसले समुद्रको तलतिर बढ्दै जाँदाखेरि आएको सबै जीवहरूलाई जम्मै गरिदिन्छ। यो प्रक्रिया केवल अन्टार्कटिकामा मात्रै देखिन्छ। यो तब हुन्छ जब सतहको तातो पानीले तलको चिसो पानीसँग मिसिन्छ र नुनिलो पानीले हिउँको सङ्गठन बनाउँछ। अब कुरा गरौँ मेगलाडोनको बारेमा। यो नामले नै डर लाग्ने गर्दछ। यो इतिहासको सबैभन्दा ठुलो सार्क मानिन्छ, जसले करिब 23 देखि 26 लाख वर्ष अघि समुद्रमा राज गरेको थियो। तर के यो सार्क साँच्चीकै विलुप्त भएको हो त, वा समुद्रको गहिराईमा अहिले पनि लुकेर बसिरहेको छ? आज हामी यस रहस्यलाई बुझ्नेछौँ। अब बुझौँ मेगलाडोनको सत्यताको विषयमा। वैज्ञानिकहरूले केही प्रमाण दिएका छन् जसले गर्दा मेगलाडोन साँच्चै अस्तित्वमा थियो भनेर भन्न सकिन्छ। मेगलाडोनको विशाल दाँतहरू चाहिँ जुन चाहिँ 7 इन्चदेखि ठुला हुन्छन् र रिडका हड्डीहरू पृथ्वीभरि पाइन्छन्। यो सार्क 50 देखि
60 फिट लामो थियो भन्ने प्रमाण दिन्छ। आधुनिक शार्कहरू हेर्ने भने मात्रै 20 फिट लम्बाइ भएका हुन्छन्, तर त्यति लामो 50 देखि 60 फिट लामो भनेको सानोतिनो होइन नि। तसर्थ मेगालोडनको अस्तित्वको बारेमा यसले जानकारी दिँदछ। आजभोलि सोसल मिडियाहरूमा पनि मेगालोडनको विषयमा मिथ्स अथवा रोमर्सहरू चाहिँ आइरहेको हुन्छ। त्यसले के मेगालोड अहिले पनि जीवित छ होला त? वास्तवमा अहिले हेर्ने हो भने मेगालोड जीवित छैन, तर यो चाहिँ मानिसहरू भ्रममा मात्रै परिरहेका हुन्। त्यसले यी भ्रमको कारण चाहिँ के हो भन्दाखेरि यो भ्रमको कारण रहेको छ गहिरो समुद्रमा अज्ञात प्राणीहरूको भिडियोहरूलाई चाहिँ मेगालोडको रूपमा गलत व्याख्या गरिएको हो र एकपटक सन् 1918 मा अस्ट्रेलियाली मछुवाहरूले ठुलो शार्क देखेको दाबी गरे, तर त्यो मेगालोड नै हो भनेर प्रमाणित भएन। मेगालोडको 26 लाख वर्ष पुरानो जीवांश मात्र पाइन्छ। यदि यो आज पनि जीवित छ भने यसको अस्तित्वको प्रमाण पाइनु पर्ने हो, जस्तै ताजा दाँतहरू पाइनु पर्ने हो, शवहरू पनि पाइनु पर्ने हो, तर अहिले केही पनि पाएको छैन। यस्तो विशाल शार्कले चाहिँ प्रतिदिन 100 टन मासु खानुपर्छ। यसले आधुनिक समुद्रको इकोसिस्टमलाई नै बिगार्ने थियो। अहिले यस्तो केही पनि भएको छैन, तसर्थ मेगालोड चाहिँ अस्तित्वमा छ भन्नु सरासर मूर्खता हो। यदि मेगालोड अहिलेसम्म बाँचिरहेको छ भने यसले मानव जातिको लागि ठुलो खतरा हुने थियो। यसले व्हेल, डल्फिन र यहाँसम्म कि साना डुङ्गामा पनि आक्रमण गर्न सक्थ्यो। तर वास्तविकता के हो? वैज्ञानिकहरूको भनाइअनुसार मेगालोडको विलुप्त भएको निश्चित छ। समुद्रको गहिराइमा पनि यस्तो ठुलो जीव चाहिँ अहिलेसम्म लुक्न सक्दैन भनेर भन्ने गर्दछन्। चलचित्र एउटा द मेग भन्ने चलचित्रमा पनि यसलाई जीवित राक्षसको रूपमा चित्रण गरेको छ, तर यो केवल काल्पनिक कथा हो। साँच्चै मेगालोडको स्टोरी विज्ञान र कल्पनाको मिश्रण हो। वैज्ञानिक प्रमाणले यसलाई इतिहासको पृष्ठमा पुर्याए पनि मानिसको मनमा भने यो जीवनको रहस्यमय छवि अहिले पनि जीवित छ। तर समुद्रको गहिराइमा अझै धेरै रहस्यमय जीवहरू छन्। के थाहा मेगालोडको आत्मा अझै पनि त्यहीँ भड्किरहेको पो छ कि? तपाईको विचारमा के लाग्छ? समुद्रको गहिराइमा अझै पनि के मेगालोड जीवित हुन सक्छ होला त? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला। यदि यो भिडियो हजुरहरूलाई आश्चर्य लाग्यो भने लाइक, शेयर पनि गर्न नबिर्सिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब। जय देश, जय नेपाल।